मित्रहरू यति बेला म मलेसियाको इन्टरनेसनल एयरपोर्ट केएलआईए केएल1 भनेर पनि भन्छ केएल1 मा छु म 5 तलामा यो सबै देश उड्ने एरोप्लेनको बोर्डिङ पास लिने ठाउँ अनि ब्यागहरू चाहिँ लगेज गर्ने ठाउँ यहाँनिर हो। मेरो ब्याकग्राउन्डमा हेर्न सक्नुहुन्छ यो पनि काउन्टरै भयो। यति बेला मलेसियामा बिहानको 4 बजेको छ। म एक्लै छु। म जोरबारबाट आएको र मैले जोरबारबाटै आउने सिमानो कम्पनी नजिकैको साथीहरू भेटाएको थिएँ। उहाँहरू 4 जनाको ग्याङ हुनुहुन्थ्यो। 4 जनामा 1 जनाले चाहिँ जुन बसमा आइयो त्यो बसको सिट अगाडि सामान राख्ने एउटा ठाउँ हुन्छ त्यहाँनिर चाहिँ उहाँले पासपोर्ट र टिकट छोड्नु भएछ। बस फर्केर गयो अनि अहिले 5 बजेसम्म कसै मार्फत हात लगाइदिन्छ पठाइदिन्छ भन्ने जस्तो कुरा गर्दै थियो। सो उहाँ साथीको चाहिँ थोरै समस्या आयो अनि मलेसिया एयरपोर्टमा आजसम्म मैले कहिले नभएको चिज मैले भोगेँ आज। त्यो पनि नयाँ साथीहरूको कारणले गर्दाखेरि है। मलेसियामा पनि एकदमै लुट धन्दा चल्दो रहेछ। पहिलेदेखि चल्छ भनेको सुनेको, तर म धेरैचोटि आउने जाने गरेँ यस्तोमा परेको थिइनँ। आज म फर्स्ट टाइम परेँ। अब यो विषयमा सबै कुरा खुलाएर बोल्यो भने सायदै फेरि मलेसिया आउने वातावरण बन्छ कि बन्दैन त्यो थाहा छैन। तैपनि मैले केही कुरा भन्नै पर्छ। तपाईहरू जुनसुकै ठाउँबाट पनि यदि बसमा आउँदै हुनुहुँदैछ भने चाहिँ बसले जहाँ झार्छ त्यहाँ झरेर अनि त्यहाँ भएको मान्छेले जता जहाँ भन्छ त्यता नजानु होला। यो कुरामा एकदमै सचेत रहनु होला। अनि तपाईहरू बसबाट झरेपछि सिधै वारिपट्टि बिल्डिङमा आएर 5 तला माथि आउँदा हुन्छ। अन्ततिर यताउता दायाँ बायाँ नगरिकन, होइन भने लुटेराहरूले लुट दिन्छन्। नयाँ भाइहरूको चाहिँ धेरै लुट्यो अरे भनेर भाइहरूले सुनाइराख्नु भएको थियो। त्यो भाइहरू अहिले कता हराउनु भयो। अनि मैले चाहिँ अलिकति बोलेँ अनि मलाई धेरै बेर राखे पनि त्यस पश्चात चिया खाने पैसा दे भन्दै थियो। मसँग चिया खाने पैसा भए पो दिनु। अनि अलिक रिसाउँदै अनि तेरो साथीहरू छ भने मैले पनि यति दिएँ भनेर चाहिँ मलाई छोडिदियो। रिसले छोडिदियो। यस्तो छ है। अब यो सबै कुराहरूमा चाहे देश नेपालमा भनौँ या विदेशतिर जता पनि त्यस्तो चाहिँ हुन्छ नै। यो लुट्ने कामहरू हुन्छ। यो चिजहरूबाट चाहिँ जोग्नु। अहिले म काउन्टरको वरिपरि घुमिरहेको छु। मैले यो चाहिँ अहिले म काउन्टरको वरिपरि डुलिरहेको छु। यो सबै म परदेखिको यो सब काउन्टर हो। अनि यहाँदेखि बाहिर निस्क्यो भने चाहिँ 5 तला माथि 5th फ्लोरमा पनि रोड छ। बाहिर चाहिँ रोड छ। त्यो यहाँनिर बस आएपछि आफै ढोका खुल्छ। यस्तो छ। यहाँ चाहिँ यो चाहिँ 5th फ्लोरको बाटो, 5 फ्लाइटको बाटो हो। अनि यो 5 फ्लाइटमा बाटो छ। यस्तो छ कि बाटो पनि
म यहाँनिर आएँ। म यहाँनिर चाहिँ किन आएँ भने तपाईँहरू यदि चुरोट खानुहुन्छ भने भित्र चाहिँ खानु मिल्दैन। यहाँनिर चाहिँ खानु मिल्छ। चुरोटहरू खाने एरिया हो यो। यहाँनिरबाट हामी चुरोटहरू खान सक्छौँ है। रातिको समयमा यस्तो देखिन्छ। अनि यो उहाँनिर बस निस्किँदै गरेको छ नि, त्यो बस निस्किँदै गरेको जुन ठाउँबाट पनि तपाईँहरू केएल एयरपोर्ट आउनुहुन्छ भने केएल 1 आउनुहुन्छ भने चाहिँ त्यो ठ्याक्कै गाडीहरू पार्किङ गरेको मुनिबाट बसहरू पार्किङ गर्ने ठाउँ छ, त्यहाँ नै रोकिदिन्छ। त्यहाँ रोकिदिएपछि कि चाहिँ भुइँबाटै रोड क्रस गरेर यता वारी आएर 5 फ्लोरमा निस्किनु पऱ्यो, 5th फ्लोरमा होइन भने 2 तलामा निस्केर उ त्यो पुल जस्तो छ मान्छेहरू हिँडिरहेको, मैले थोरै जुम गरेर देखाएँ त्यहाँनिर। त्यहाँबाट चाहिँ हामी यता वारी आएर चाहिँ फेरि 5th फ्लोरमा चाहिँ आउन सक्छौँ। तर त्यहीँबाट सिधै उता माथिबाट ठाउँ छ के भनेर त्यहाँनिर मान्छेहरूले भन्यो भने चाहिँ माथि कुनामा लगेर तपाईँको मोबाइल चेक गर्ने, पसहरू चेक गर्ने, दुनियाँदारी गरेर चाहिँ है दुःख दिँदो रहेछ। अनि पैसाहरू खाँदो रहेछन्। गाह्रो छ दुःखहरू दिने, पैसाहरू लुट्ने कामहरू हुन्छ। मेरो मलेसियाको बसाइ 15-16 वर्षको यो अनुभव म धेरैचोटि 5-10 चोटि ओहोरदोहोर गरेँ होला यो एयरपोर्टबाट। तर मैले पहिलाचोटि भोगेँ, त्यो पनि भाइहरूको कारणले गर्दाखेरि। भाइहरू साथीहरू हुनुहुन्थ्यो, साथीहरू अहिले कता उहाँहरूको टिकट र पासपोर्ट कता छोडिएछ, बसतिर कता छोडिएछ, अनि सो उहाँहरू चाहिँ त्यता जानुभएको छ है। यो चाहिँ चुरोटहरू तान्नु मिल्छ है, यहाँनिर चाहिँ आएर चुरोटहरू खानु मिल्छ। म यति बेला यो 5th फ्लोरको बाहिरपट्टि रोडमा निक्लेर पल्लो छेउतिर जाँदैछु। यहाँ पल्लो छेउबाट तपाईँहरूलाई एउटा मलेसियाको इन्टरनेसनल एयरपोर्टको केही दृश्यहरू रातिबाट देखिने केही उयोहरू देखाउँ भनेर चाहिँ म यता आउँदैछु। यो मलेसियाको इन्टरनेसनल एयरपोर्ट केएलआइए चाहिँ यो हाम्रो काठमाडौँ जिल्ला जत्रै क्षेत्रफल छ अरे भनेको सुनेको थिएँ। अनि धेरै 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 ठुलै एरिया छ। यो पर देखिएको बिल्डिङ काउन्टर हो, 5th फ्लोरमा छ। अनि यता चाहिँ प्लेनहरू पार्किङ गर्ने, ल्यान्ड गर्ने अनि उड्ने ठाउँहरू धेरै ठुलो एरिया छ। यो रातिको समय भएर पनि त्यति राम्रोसँग नदेखिएको अवस्था छ। यहाँबाट KL2 पनि देखिन्थ्यो, अर्को पनि एयरपोर्ट छ त्यो पनि देखिन्थ्यो, तर रातिको समय भएर त्यो चाहिँ नदेखिने रहेछ। यति बेला म प्लेनभित्र पसिसकेको छु। सबैजना आफ्नो आफ्नो सिटहरू खोज्दै बस्ने क्रम जारी छ र तपाईँहरूले देख्न सक्नुहुन्छ धेरैवटा सिटहरू खाली नै छ। मेरो अनुमान यो प्लेन चाहिँ फुल भएर मात्रै उड्नेछ, किनभने हामी वेटिङ रुममा धेरैभन्दा धेरै व्यक्तिहरू चाहिँ वेटिङ गरिरहेका थियौँ। सो अहिले प्लेन उडिसकेको छ मलेसियाको आकाशतिर र अहिले हामी मलेसियाको आकाशमा छौँ। यहाँ तल तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ मलेसियाको तेलखेती हो। अहिले हामी मलेसियाकै आकाशमा उडिरहेको छौँ र अब म तपाईँहरूलाई एकैचोटि नेपाली आकाशमा देखाउनेछु। अहिले हामी नेपालको आकाशमा उडिरहेको छौँ। यहाँनिर तपाईँहरूले हिमाल देख्न सक्नुहुन्छ। आँखाले चाहिँ धेरै राम्रो देखिँदैछ, तर मोबाइलको यो लेन्सले चाहिँ क्यामेराको लेन्सले त्यति राम्रो काम नगर्ने रहेछ। तैपनि तपाईँहरूले यो प्लेनको पखेटाभन्दा सिधै माथिबाट चाहिँ हिमालहरू देखिराख्नु भएको छ। अहिले हामी नेपालको आकाशमा उडिरहेका छौँ। अब केही समयपछि हामी उडिरहेको प्लेन चाहिँ ल्यान्ड हुन्छ। अहिले हामी लगभग यो काठमाडौँ सिटीभित्र प्रवेश गरिसकेका छौँ जस्तो लाग्छ मलाई।
अहिले हामी लगभग हामी एयरपोर्टको नजिक आइसकेको छौँ अनि प्लेन पनि एकदमै तल झरिरहेको अवस्था छ। हामी थोरै समयपछि अब काठमाडौँको एयरपोर्टमा ल्यान्ड हुन्छौँ अनि नेपालको चिसो मौसममा हामी उत्रिनेछौँ। अहिले हामी प्लेनभित्रै छौँ। लगभग हामी एयरपोर्ट झर्नै लागेको अवस्था छ। र अब हामी काठमाडौँको इन्टरनेसनल एयरपोर्टमा चाहिँ झऱ्यौँ। ल ट्याक्क हामी उडिरहेको प्लेन चाहिँ काठमाडौँको इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड भयो। ल अब ल्यान्ड भइसकेपछि प्लेनबाट उत्रिने बित्तिकै एउटा बस आउँछ एयरपोर्टको अनि बस चढेर हामी चेकआउट इमिग्रेसन चेक भएर चाहिँ बाहिर निस्किन्छौँ। लगेजहरू झिक्छौँ अनि एयरपोर्टभन्दा बाहिर निस्किन्छौँ। ल अहिले चाहिँ प्लेनबाट झरिसक्यो। अब सिधै बस लागेको ठाउँतिर जाने हो। अब यहाँ अगाडि चाहिँ एयरपोर्टको बस आइरहेको छ। यहाँ जाने हो अनि बस चढ्ने हो अनि एयरपोर्टभित्र प्रवेश गर्ने। ल अहिले चाहिँ एयरपोर्टभित्र प्रवेश गरिकन इमिग्रेसन चेक भएर पनि यो अहिले ठ्याक्कै लगेजहरू निकाल्ने ठाउँमा छौँ। लगेजहरू लिएर अहिले म बाहिर निस्किँदैछु। ट्रोलीमा लगेजहरू राखेर चाहिँ म बाहिर निस्किँदैछु। अब एयरपोर्टभन्दा बाहिर निस्किने, त्यसपछि म विराटनगरको टिकट काटेर माथिल्लो एयरपोर्ट डोमेस्टिकमा जान्छु। अहिले मेरो विराटनगरको फ्लाइट हुन आँट्यो। अहिले मैले बोर्डिङ पासहरू लिएँ। अब म प्लेनभित्र प्रवेश गर्न आँटेको छु। यति बेला म विराटनगर एयरपोर्टमा ल्यान्ड भइसकेँ, किनभने यो रातिको समय भएर पनि मैले अरू दृश्य चाहिँ